दरबार हत्याकाण्डमा वीरेन्द्रको वंशनाश भएपछि यो निवासमा पनि ताला लट्कियो। हुन त 2062-63 को जनआन्दोलनले मुलुकबाट राजतन्त्रको विदाई नगरुन्जेल तात्कालीन राजा ज्ञानेन्द्रले नारायण हिटीको भोग चलन त गरे, तर यो निवास शक्ति र शानको बीचमा पनि नितान्त एक्लो नै रहिरह्यो। राजतन्त्रको अन्त्यसँगै नारायण हिटी दरबार सर्वसाधारणको लागि सार्वजनिक गरिए पनि 50 वर्ष आयु भुक्तान गरिसकेको वीरेन्द्रको यो निवास पनि आम मानिसको लागि खुला गरिएन। विक्रम सम्वत 2023 सालमा बनाइएको श्री सदन निवासको आँगनमा रहेको घण्टा राजा वीरेन्द्रले घर पनि मन्दिर हो भन्ने सोचका साथ स्थापना गरेको बताइन्छ। 3 तलाको निवासमा प्रवेश गर्ने बित्तिकै राजपरिवारका यी तस्बिरले इतिहासतिर तानिहाल्छ। यसको सजावटमा कुनै परिवर्तन गरिएको छैन, जसरी पहिला सजाइएको थियो त्यही अवस्थामा राखिएको छ। यो राजा वीरेन्द्रको परिवारको डाइनिङ हल अनि यो धारा भने खिया लाग्न थालिसकेको छ। डाइनिङ हलको आडमा रहेको यो रानी ऐश्वर्यको कार्यालय। पहिलो तलामा प्रवेश गर्ने बित्तिकै दाहिने तर्फ राजा वीरेन्द्र र रानी ऐश्वर्यको शयन कक्ष छ अनि शयन कक्षसँगै रहेको यो चाहिँ राजा वीरेन्द्रको निजी कुकुर बस्ने ठाउँ। राजा वीरेन्द्रको पोशाक राख्ने यो दराजमा रहेका पोशाक हत्याकाण्ड भएको भोलिपल्टदेखि खाली गरियो, कारण थाहा छैन। अनि यो बैठक कक्ष हेर्दा साधारण लाग्ने बैठक कक्षका सोफाहरू जुन अवस्थामा छोडिएको थियो त्यही अवस्थामा छ। अनि राजा वीरेन्द्रको अति प्रिय टेलिभिजन पनि यतिकै अलपत्र छ। तेस्रो तलामा रहेको यो राजकुमार निराजनको शयन कक्ष। विद्यार्थी जीवनदेखि नै खेलकुदमा अति रुचि राख्ने निराजनको शयन कक्षको भित्तामा आफै टाँगेका यी सामग्री पनि जस्ताको तस्तै छ। अधिराजकुमारी श्रुतिको यो शयन कक्ष हेर्दा निकै नै सामान्य लाग्छ, तर भित्ताको बुट्टा जस्तै यो बेड श्रुतिको इच्छा अनुसार नै बनाइएको थियो। अनि यो पूजा कोठा, तर यहाँका भगवानका मूर्तिहरू भने हटाइएका छन्। यहाँ रहेका बहुमूल्य सरसामान राजदरबार हत्याकाण्डपछि राजपरिवारकै अरू सदस्यले लगेको भनिन्छ। राजा वीरेन्द्रको इच्छामा सजाइएका यी जनावरको आकृति अहिले पनि सजीव लाग्छन्। एउटा दुखद इतिहासको साक्षी बनेको श्री सदन